चाहन्छु भने अब लगतै चुनाव नजिकिँदैछ, चुनाव आउँदैछ। चुनावमा चाहिँ सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरू सबैले चाहिँ मासु भात भोज्नभन्दा पनि मौजमा भन्दाखेरि पनि एकदम सोचेर चाहिँ अहिलेका चाहिँ नयाँ पुस्ताहरूलाई चाहिँ जसले राम्रो गर्ने खालको छ त्यस्ता पुस्ताहरूलाई चाहिँ अगाडि बढाउनुपर्छ भन्ने यहाँहरूलाई अनुरोध पनि छ। यहाँहरू सबै बुझ्ने हुनुहुन्छ, सबैजना वाक्क पनि भइसकेका छन् पुराना दलहरूदेखि, पुराना व्यक्तिहरूदेखि। र पनि केही व्यक्तिहरू प्रलोभनमा परेर पछि लागेर झन्डा बोक्ने क्रियाकलाप चाहिँ छँदैछ सबै पार्टीमा। र पनि हाम्रो देशलाई, हाम्रो देशको हितमा र नेपाली जनताको हितमा हुने व्यक्तिहरूलाई चाहिँ अब चाहिँ भने अगाडि सार्नुपर्ने हुन्छ है।